निलम्बनपछि बालेनसँग नभेटी पत्र बोकेर चुपचाप बाहिरे पाण्डे ड्युटीमा थिए, आमा अस्पतालमा हुनुहुन्छ भन्दै भए भावुक। काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे 6 महिनाका लागि निलम्बनमा परेपछि निलम्बन पत्र बोकेर कार्यालयबाट बाहिरिएका छन्। आज नियमित ड्युटीमा पुगेका पाण्डे दिउँसो निलम्बनको सूचना पाएपछि चुपचाप कार्यालय छाडेका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले चैत 21 को कार्यालय प्रवेश अवरोध प्रकरणमा छानबिन गर्न जाँचबुझ समिति गठन गर्दै उनलाई निलम्बन गरेका हुन्। निलम्बनपछि बोले पाण्डे स्पष्टीकरण दिएको थिए, चित्त बुझेन रे, अब मूल्याङ्कन तपाईहरूले गर्नुहोस्। उनका अनुसार उनी केही दिनदेखि आमा बिरामी भएको कारण दिनभर ड्युटी र राति अस्पतालमा कुरुवामा थिए। आमा गम्भीर बिरामी हुनुहुन्छ, सबैलाई थाहा थियो। अब केही छैन, जसले जे बुझ्न चाहन्छ बुझोस्, उनले भावुक स्वरमा भने। नगर प्रहरी प्रमुखको जिम्मेवारी उनलाई मेयर बालेन शाहले दिएका थिए। बालेन प्रति पाण्डे सधैँ वफादार मानिन्थे। उनी एसपी धनपति सापकोटालाई हटाएर प्रमुखमा आएका थिए। 2050 सालदेखि नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे 2077 मा उपरीक्षकमा बढुवा भएका थिए। उनले करिब 3 वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका थिए।